मैले भन्नु खोजेको चाहिँ सबैलाई समाधान, जसले नराम्रो कार्य गर्छ त्यसलाई छुट छैन, सबैलाई ठुलालाई चाहिँ सानालाई ऐन भन्ने जस्ता कुराहरू बन्द गर्ने तरिकाले एउटा सिस्टम भयो भने त तपाईँको कसैले कसैलाई नछुनिला एउटा सिस्टमलाई एकछिनको लागि, कसैले कसैलाई घच्चा नलाउने, कसैले कसैलाई नछुनी। तपाईँलाई तपाईँसँग मलाई जति रिस उठ्यो मैले तपाईँलाई नछुनी। यहाँ त के छ त, रिस उठ्यो भने कानुन छ, मान्छे मार्न पाइँदैन, हान्न पाइँदैन, कुट्न पाइँदैन, छुन पाउँदैन भन्ने भजाइदिएछ। युथ फोर्स भजाइदिएछ। नभाग्नुहोस्, घुमेर फणक्क घुमेर हान्नुहोस् पनि भन्नुहुन्छ नि त। त्यो अब बजाउनु, अब छुन नपाउने भयो भने के हुन्छ भने मैले कसैलाई नछुने एउटा नियम भयो। जति रिस उठ्यो भने उसको गल्ती छ भने उसलाई केही पनि चोट दागहरू त लागेन नि त, ऊ मरेन नि त, उसलाई घाउ चोट लागेन नि त, म अपराधी त भएन नि त। त्यस्तो तरिकाहरू धेरै कुराहरू बुझ्नु छ, बुझाउनु पर्छ हजुर सर होइन। अब नभए बाँचे कालले साँचे, अझ भर्खरको 25-30 वर्षको हामी युवा हौँ होइन, अझ 30औँ वर्षसम्म मजाले बुझाउन सक्छौँ। बुझाउनुभन्दा अगाडि, बाँसुरी तन्त्र आउनुभन्दा अगाडि यहाँ लाख मान्छेहरू अपराधिक सोचले मरे कि, त्यसमा चाहिँ चिन्ता हो। यिनीहरूलाई बचाउनु पर्छ। कति मान्छे बिमारीबाट मरेका छन् होइन, कति समस्याले मरेका छन्। यी कुराहरूलाई छिट्टो समाधान गर्न पाए हुन्थ्यो भन्ने चाहिँ मेरो एउटा सोच।